आज कपाल काटेर होटेलमा मोमो खान जाँदा यस्तो भयो। हेलो साथीहरू, के छ? आई होप हजुरहरू पनि सन्चै आरामै हुनुहुन्छ होला। म पनि ठिकठाक छु। मैले कपाल नकाटेको पनि 1 महिना भइसकेछ। आफ्नो कपाल आफैले हेर्दा पनि जङ्गली जस्तो पो देख्छु त। ल हेर्नु त गाइज कस्तो देखिया छ। त्यसैले म आज कपाल काट्न सलुनतिर जाँदैछु। ट्याक्क साइकल चढेर हिँडिहाले। सानी पनि मेरो पछि पछि आइरहेको थिइन्। आजको मौसम चाहिँ एकदमै राम्रो थियो। हल्का घाम पनि लागिरहेको थियो र हावा पनि सरर चलिरहेको थियो। नत्र त साथीहरू अरू दिनमा घाम लागेर गर्मी भएर बाहिर निस्कनै सकिँदैन थियो। त्यसपछि हामी हिँडेको लगभग 15 मिनट पछि कपाल काट्ने ठाउँमा चाहिँ आइसक्यौँ। त्यसपछि सानीलाई फोन दिएर म भित्र छिरिहाले। टक्क कुर्सीमा बसिहालेर कपाल मसार्दै दाइलाई यसरी काट्दिनु भनेर भने। त्यसपछि मैले भने अनुसार दाइले चाहिँ कपाल काट्न सुरु गर्नुभयो। तर के साथीहरू, मेरो कपाल चाहिँ एकदमै झर्छ। कपाल मसार्दा पनि हातमा निकै बाल झरिरहेको हुन्छ। त्यसपछि मैले सानीलाई अगाडिदेखि पछाडिसम्मको भिडियो बनाउन लगाएँ। तर आज दाइले कपाल काट्न एकदमै ढिलो गर्नुभयो जस्तो लागेको थियो। ठ्याक्क कम्तीमा 4 बजेतिर कपाल काट्न सुरु गरेको थियो भने 4:40 मा कपाल काटेर सकेको थियो। त अलराइट गाइज, मेरो लुक चाहिँ कपाल काटिसकेपछि यस्तो देखेको थियो। हजुरहरूलाई कस्तो लागेको छ कमेन्ट पनि गरिदिनु होला। त्यसपछि गाइज म चाहिँ कपाल काटेर टक्क लाएर चाहिँ बाहिरतिर निस्किएँ। दिउँसोतिर नास्ता पनि नखाएको भएर होला भोक पनि लागिरहेको थियो। त्यसपछि हामी कपाल काटिसकेर नास्ता खानको लागि सन्जु दाइको मोमो पसलतिर लाग्यो। सानी र मलाई चाहिँ यहाँको मोमो एकदमै मनपर्छ। त्यही भएर हामीलाई मोमो खान मन लाग्दा यहीँ आउँछौँ। त्यसपछि दाइलाई 2 प्लेट मोमो बनाउन भनियौँ। मोमो नआउन्जेलसम्म सानी र म चाहिँ मिठो मिठो कुरा गर्दै बसिरहेको थियौँ। कुरा गर्दा गर्दै मोमो पनि आइसक्यो। हामी दुवैलाई भोक चाहिँ एकदमै लागिरहेको थियो। निकै भोक लागेको कारणले गर्दा सानीले मोमो खान सुरु गरिहालिन्। मोमो एकदमै तातो रहेछ। मोमो तातो भएको हुनाले सानीको जिब्रो पनि पोल्यो। मैले पनि हतार हतारमा मोमो खाइहालेँ। मोमो एकदमै तातो रहेछ। निल्न पनि एकदमै गाह्रो भयो। मेरो यस्तो रियाक्सन देखेर हजुरहरूले पनि अन्दाज गरिसक्नु भयो होला कि मोमो कतिको तातो छ भनेर। मोमो तातो भए तापनि एकदमै मिठो थियो। जति नै तातो भए पनि हेर्दा हेर्दै 3 प्लेट मोमो त खाइसकेछौँ। मोमो खाइसकेपछि हामी घरतिर फर्कियौँ। सानी चाहिँ पछि म चाहिँ अघि। ल साथीहरू, आजलाई चाहिँ यति नै। फेरि भेटौँ र नेक्स्ट भिडियोमा। बाई बाई।